त्यसै गरी हेल्पिङमा पनि हेरेँ, त्यसै गरी हरेक हस्पिटल अरू साना धेरैमा हेरेँ धुलीखेल, तर कहीँ गएर उद्धार भएन। लामा झक्री हरेकलाई लाएँ तर उद्धार भएको थिएन। तर कहीँ गएर उद्धार नभएपछि उद्धार खोज्दै हिँड्दा हस्पिटलमा पनि पैसाको खोला बगाएर ऋणमा चुर्लुममा डुबेको थिएँ। तर ऋण त्यत्तिकै थियो, समस्या त्यत्तिकै थियो, परिवारमा अशान्ति त्यत्तिकै थियो, तर त्यो अवस्थामा कहीँ गएर उद्धार पाएको थिएन। अन्तिम अवस्थामा चाहिँ एकदमै पीडामा परेर अब मर्छु भनेर मैले विष र डोरी लिएर ठिक परेर बसेको थिएँ। जब भोलि ईश्वर चिन्नु रहेछ आज जस्तो दिनको बेलुका, तर कहीँ उद्धार छैन। मेरो पेट यति ठुलो छ, बस्दा पनि स्वाहा स्वाहा, हिँड्दा पनि स्वाहा स्वाहा, सुत्दा पनि स्वाहा स्वाहा, उठ्दा पनि स्वाहा स्वाहा, अनि नङ नसा हड्डी यो सबै पोलेर झमझम। त्यो सम्झ्यो भने आज मुटुकमा डङ डङ हान्छ पिता, आज कस्तो ईश्वर पाइछु भन्ने मनमा आउँछ। त्यसरी पोल्थ्यो अनि रातभरि रोएर बस्नु पर्थ्यो। त यो तालुमा पोलेर त्यति गाह्रो हुन्थ्यो। जब कहीँ गएर उद्धार नपाएर मैले मर्न कसरी खोजेँ भन्दा त्यो दुखाइ सहन नसकेर, ऋणको चपेटा सहन नसकेर आफ्ना आफन्त परिवार भनेको त पिता धन्यवाद मैले आजसम्म भनेको थिइनँ। सक्दा मात्रैको हुनुहुँदो रहेछ, तर त्यो बेलामा सबैले हात छोड्नु भएको थियो पिता। तर ईश्वरलाई धन्यवाद। अनि त्यति बेला मैले अब म मर्छु, मेरो मर्नुभन्दा विकल्प छैन भनेर मुसाको बीज डोरी लिएर ठ्याक्क ओछ्यानमा दिउँसोभरि राखेर यो ओछ्यानमा राखेँ सिरानमा। 11 बजे भन्दा पछाडि चाहिँ मैले खान्छु। त्योभन्दा अगाडि खाएँ भने मैले भ्यात्रक गऱ्यो भने वरिपरि सबैलाई थाहा हुन्छ भनेर मजाले अपनाइ राखेँ। दिनभरि जो पसलमा मेरो ग्राहक आउँदा पनि मेरो सोच भनेको चाहिँ मर्नु कसरी, पहिला विष खान्छु अनि डोरी लाउँछु, फक्का खाएर डोरीमा झुन्निहाल्छु। दिनभरि सोच्दा गरी अनि बेलुका सबैजना वरिपरि सुतिसकेपछि खाना खाएर 11 बज्यो घडी हेरी। जब मैले मर्छु भनेर ठिक्क परेर विष र डोरी लिएर ठिक परेको थिएँ, त्यो सबै अगाडि राखेर दिउँसैदेखि तयार बनाएको थिएँ। जब त्यति बेला मेरो मनमा आयो कि हट, म मरेँ भने मेरो यति धेरै ऋण छ, 12-13 लाख ऋण थियो त्यति बेला। त मेरो